Good morning everyone from Doha, Qatar, बक्स पार्क। यो बक्स पार्कबाट देखिराख्नु भएको यो दृश्य हो। यो डोहाको अल्डाफ्नाको आसपासको समुद्र सतह हो। यो देख्नुहुन्छ। यो देखिराख्नु भएको जुन अल्डाफ्नाको सिटी सेन्टर है, जुन आज देखाइरहेको छु। यो देखिराख्नु भएको छ, यो चाहिँ प्राइभेट हुनुपर्छ। यो बोट प्राइभेट बोट एकदमै राम्ररी गइरहेको छ है, एकदमै मजाले गइरहेको छ। सायद यो माछा मार्ने त होइन, यो नेभीको पनि होइन, यो प्राइभेट हुनुपर्छ। यसरी गइरहेको छ। बिहानको समय हो। आज मिति 2025 को मेको 13 तारिक है, मे 13 तारिक 2025 को दिन यो भिडियो लिइरहेको छु। यो देखिराख्नु भएको छ सिटी सेन्टर अफ दोहा, कतार है। यहाँनेरि साथीले कन्डम टावर भन्थ्यो। त्यहाँनेरि यो बाइक राइडरहरू आइरहेछ 3 जना। यो चाहिँ मलाई नि अत्यन्तै मजा आउँछ। फुर्सद भएछ भने म पनि यो खेल्ने कोसिस गरिरहेको छु। यो चाहिँ अत्यन्तै तीव्र जान्छ, अत्यन्तै स्पिडमा, हाई स्पिडमा यो चाहिँ कुद्छ है, एकदमै समुद्रमा। यो सायद अरबिकहरू हुनुपर्छ। यो अरबिक गानाहरू बजेको सुनिन्छ। 3 जना छ। अत्यन्तै रोमाञ्चक लाग्छ मलाई पनि यो, र मलाई नि खेल्ने एकदमै रहर छ। कुनै दिन म सायद खेल्यो भने भिडियो। यो किनारमा हो, यो अल्डाफ्ना यो बक्स पार्कको किनारदेखि लिएको भिडियो है। हेर्नुहोस्, यो समुद्रको किनार यतापट्टि छेउ, यो पर देख्नु भएकै हो सिटी सेन्टर। नेपाली केटाहरूले कन्डम टावर भन्छ। कन्डम जस्तै छ नि एउटा टावर, हेर्नुहोस् त त्यहाँनेरि ठ्याक्कै कन्डम टावर भनेर पनि पपुलर छ यो। अन्यथा नमान्नु होला, मैले अलिकति ठेट नेपाली बोले है। यो टावरै टावर छ, सिटी सेन्टर। ल हजुरहरू, मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। फेरि भेटौँला, बाई बाई।